एस सुनाउँदैछु आज म एक कहानी सुनिदिनु होला सबैले सर्को नमानी यो प्रसङ्ग हो काठमाडौँवासी केटो हर्केको जानी नजानी कुलतुमा त्यो फसेको सल्केको साथीहरूको खराब बानीमा त्यसको पनि नाउँ आउँथ्यो टोलको गाजा तान्नीमा दिन त्यसको सुरुवात हुन्थ्यो गाजा गोटीले एक नम्बरको गजडिया भन्थ्यो सबैले तर उसलाई बाल दिए नगाजा भए पुग्थ्यो जहिले देखे पनि केटो चापमै हुन्थ्यो गोटीले गर्दाखेरि जिउ पुरै सुकेको गरम हड्डी मात्र देखिन्थ्यो मासु सब लुकेको जस्तै खराब भए पनि साह्रै मिलनसार थियो हँसाउँथ्यो हामीलाई गिटार बजाइ सुनाउँथ्यो तर बाबु आमा चिन्ती छोराको पारा देखि रुन्थिन् उसकी आमा हामीलाई पिरुबेता पोकी घरबाट निस्किन्थ्यो कलेज जान्छु भनेर तर सधैँ मस्त केटो कलेजमा गाजा तानेर भविष्यको उसलाई कुनै चिन्तै थिएन यसपालिको एक्जाममा पनि पास भएन सधैँ टिचर्सहरूबाट गाली मात्र खान्थ्यो कलेज आउँदा पनि प्राय क्लासको बाहिरै हुन्थ्यो एक दिनको कुरा हो सरले जोड्काको थाहा पाए त्यस दिन हर्केलाई बोलाइ कलेजबाटै निकालिदिए वर्ष 2 चेक यसरी नै दिनहरू बित्दै थियो हर्के पनि कुलतुमा झन्झन फस्दै गयो बिस्तारै बिस्तारै हामी कहाँ आउने चाह्यो हामी बिचको दूरी पनि बढ्दै गयो भन्ने गर्थे साथी भाइ हर्के झन् एडिक्ट भइसक्यो भनेर आँखाबाट आँसु झर्छ यो सब सुनेर एक बिहानको कुरा हो हर्के घरबाटै भाग्यो रे कहाँ गयो के गर्छ कसैलाई थाहै छैन रे बिस्तारै दिन महिना र वर्ष बित्दै थियो हर्केको पिरमा बुवाको बिचली भयो तर हर्केको घर पनि कुनै छाटै थिएन मर्यो कि बाँच्यो कसैलाई थाहै भएन अचानक एक दिन टोलमा हल्ला मचियो हर्के घरमा आएको छ भन्ने थाहा पाइयो हामी पनि हर्केलाई भेट्न भनी गयौ तर त्यसको लासदेखि छक्क पर्यो आखिरीमा ड्रग्सले हर्केलाई लगी चाड्यो हामी सबलाई एक्लो बनाई रुवाई गयो हर्के जस्तै कयौँ युवा मर्दैछन् ड्रग्स जस्तो खराब बानीको शिकार हुँदैछन् त्यसैले आजदेखि भन नो टु ड्रग्स एकछिनको रमाइलोले जीवन हुन्छ नर्क सो आई वान्ना से यु गाइस धुम्रपान मध्यपान स्वास्थ्यको लागि हानिकारक छ